मुसलधारे पानी परिरहेछ है। बल्ल 5 पनि बजे होइन, तर पनि कति अँधेरो भएको क्या, पुरै रात पर्ने जस्तो भइरहेको। भ्यागु त होइन त्यो कचुवा होइन, भ्यागुता रहेछ। उसको बच्चा हेर नि त्यहाँ, बच्चा बोकेर गइरह हेर त। बिचरा यस्तो पानीमा कहाँ जाउँछ? उसले चाहिँ बच्चा बोकिरहेको छ कि ढाडमा। पुरै उसले आफ्नो बच्चालाई यसरी बोकेर हिँडिरहेछ क्या गाई। र आमा भने आमै हो नि यार, जस्तोसुकै परिस्थितिमा पनि आमा बिचरा। यति ठुलो पानी परिरहेछ है भ्यागुता। पुरै मुसलधारे पानी परिरहेछ, गाडाङ गुडुङ त्यस्तै छ। यता यस्तो पानी परिरहेको के ल हेर्नु गाइस, यता यस्तो पानी परिरहेको। काठमाडौँको यो चाहिँ नागार्जुनमा हो, नागार्जुन नगरपालिकातिर यस्तो पानी परिरहेको के, यत्रो यत्रो थोप्ला पानी परिरहेको। यत्रो यत्रोमा त्यहाँ चाहिँ भ्यागुताले आफ्नो बच्चालाई बोकेर हिँडिरहेछ क्या। कहाँ हो अहिले त, कता हरायो, कता गयो बिचरा। बच्चा बोकेर हिँडिरहेको थियो अघिसम्म। यत्रो धेरै पानी परिसक्यो क्या अहिले भर्खरै यतातिर। पुरै अँधेरो भइसक्यो, 5 पनि बजे होइन। त्यता यत्रो आइरहेको क्या उताबाट।